Good morning, everyone. भिडियो बनाउँदैछु म पछि है यस्तो चाहिँ जिन्दगानी एक्चुअली साथीभाइहरू भिडियो चाहिँ लङ टाइम पछि चाहिँ मैले बनाएको छु होइन लगभग 1 महिना थियो होला किनभने बिचमा म अलिकति अशक्त घाइते जस्तो भएको थिएँ जुन चाहिँ मैले तपाईँहरूलाई चाहिँ देखाउन पनि चाहेको थिएँ तर त्यतिखेर सुट गर्न सकिनँ र देखाउनलाई भिडियो भएन त्यही भएर मैले गरिनँ रेस्ट गरेर बसेको थिएँ अहिले रेस्ट गरेँ ठिक भएछ त्यही भएर भिडियो सुरु गरेछु कन्टिन्यू आजको हाम्रो स्याटरडेको दिन चाहिँ कोठा सफा गरेबाट अब यस्तो पुरै के काम गर्नु पऱ्यो होइन गाइस अलिअलि यसो शनिबार घरमा बसेको बेला के अरे बुढी काम गर्ने म भिडियो बनाउने होइन गाइस सक्छ सुकिया बलमा सुकिया जाने लुकिया बल हुन्छ पहिला त धेरै सुकेको थियो अहिले फुकेछ जाडोको लागि भनेर किनेको हिटर गाइज होइन माथि यसलाई पनि अब चाहिँ खन्काइदिने हो मैले पुग्छु हातले पुरा के खस्नु थाहा छैन भ्या ए हात त मेरो त घाइते बल्ल गाइज बल्ल झिके होइन अप्ठ्यारो थियो अलि हाइटमा थियो अब यो पुरानो कपडाहरू चाहिँ हामी चाहिँ थनमन गर्न लाग्यो यसरी अब विन्टर सक्यो होइन अलिकति विन्टरको कपडाहरू थियो अब त्यसैलाई थनमन गर्न लागेको थियो यसमा प्याक गर्ने थनमन ओके यु माई ल्याङ्ग्वेज यहाँ हेल्प गर्नु पऱ्यो यहाँ यसरी सिरक प्याक गरेर राख्नु लाग्यो भयो फाइनल्ली हाम्रो फाइबर सिरक पनि प्याक भयो गाइज है अब यसको पनि अब एकैचोटि नेक्स्ट विन्टरमा निकाल्ने हो अब विन्टरको कपडाहरू प्याकिङ भइरहेको छ गाइज तपाईँहरूले देख्नु भएको छ तपाईँहरूको त अब प्याकिङ गरेर राखिसक्नु होला होइन हामीले चाहिँ अब बल्ल आज चैतको लास्ट डे लास्ट भनौँ आज लगभग 27-28 कति भइहाल्यो अब जाडो महिनाको कपडाहरू प्याक गर्ने अनि फेरि गर्मी महिनाहरू निकाल्ने है त गाइज मेरो बुढीले कति मिहिनेत गर्नुभएको छ पुरा त्यस्तो ठुलो झोलालाई अहिलेसम्म होइन पुरा खोलेको थिएनौँ अहिले पुरा खोलेर सामान चाहिँ हाल्यौँ गाइज होइन यसरी सजिलो भयो के गर्ने यो चाहिँ सबै हाम्रो चाहिँ अब अलिकति भिनिस्टा मेन प्लाई ल राख्नुहोस् म त भिडियो बनाउने गाइज अब बुढीले नै गर्छिन् सबै किनभने मेरो बुढीलाई भिडियो बनाउन मन लाग्दैन उसलाई भिडियोमा आउन चाहिँ मन लाग्छ त्यही भएर मन लाग्दैन मैले जबरजस्ती बनाएर खाली यति गर्न पनि कति गाह्रो एकाएक हामीलाई त घरे के अल्टर उचाल्नुहोस् नमस्ते कति बजेर 8:30 भएछ हौ क्या खायो नास्ता खायो रिजल्ट गर्ने भनेको तर गरे हेन गरेर खै कहिले गर्छु के गर्ने गाइज अब यो फरमले के गर्ने गाइज अब सरसफा गर्नै पर्यो हेर्नुहोस् है पङ्खाको हालत यस्तो छ कम्प्लिट क्लिन ओके यस्तो फोहोर छ
भयो फ्रेस सब कस्तो भयो गाइज भनौँ न एकदम ल कस्तो देख्यो साथीभाइहरू हामी ल आजको काम सक्नु मेरो ल गाइड होइन सफा गरेर अब अहिले चाहिँ पकाउन खानको लागि तयारी गर्दैछौँ यो चाहिँ हामीले हिजो बेलुका मोमो खाएको थियौँ साथीभाइहरू होइन बचेको मोमो है फ्रोजन मोमो ल्याएर चाहिँ यसो उमालेर भक्कल खाएको बचेको मोमो चाहिँ आज चाहिँ अब बिहान दिउँसोको लागि नास्ता भनेर चाहिँ बनाइरहेछौँ अहिले नै यो चाहिँ है गाइज फ्राई मोमोज चिकन फ्राई मोमो है यो दिउँसो नास्ता बनाएर खाने हो च्याममा लाएर कसो बुढी यता हेरेर भन्दैन गाइजहरूलाई इया दामी देखिएछ नि गाइज होइन अघि नभन्दा त टलक्क टल्केछ नि मेरो पङ्खा एसी त छैन होइन गर्मी लाग्यो अब तराईमा बसेपछि यो बिना त हामी बस्नै सक्दैनौँ होइन यो अब नन स्टप चल्ने दिन आए यो चाहिँ फोहोर चाहिँ तपाईँ ठ्याक्कै किचन भान्सासँगै भएको हुनाले चाहिँ जस यताको सबै पकाएको खारहरू तानिदिन्छ त्यही भएर त्यहाँ चाहिँ फोहोर हुन्छ यहाँ पनि एउटा पङ्खा चाहिँ यस्तो छ हल्का त्यो चाहिँ मेन्टेनेन्समा छ है चल्दैन लाइन आउँछ अब चलेको छैन सायद अब घरबेटी अन्टीलाई भनेर नयाँ फेर्नु आउनु पर्ने छ यसको पनि जोगाड गर्नुपर्ने छ बुढी भाँडा माझ्दैछ काम यहाँ छ आज त शनिबार त लैभरि छ शनिबार त लैभरि हुन्छ नि कसरी टाइम स्पेन्ड गर्नु भन्ने हुन्छ तर यो एक दिन पनि कामै काम निस्किया हुन्छ बोर लाग्ने के कतै जाम भन्नु पनि छैन केही गर्नु पनि छैन है त्यही भएर जिन्दगी नि दर्पण छाया भने जस्तै है भात अहिलेसम्म पकाएको छैन भात पकाउन तयारी गर्नु छ कुकर खाली भइसक्यो होइन कुकर खाली छ चामल हालेर पड्काउने हो ट्याङ ड्याङ 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 लगाएर चामल हालेर पड्काउने हो भातलाई यता तरकारी अघि नै पसल गरेर ल्याइसकेँ स्पेसल शनिबार सानोतिनो के गर्ने यस्तै छ जिन्दगी के गर्ने यस्तै छ जिन्दगानी साथीभाइहरू सधैँ मासु पकाएको भिडियो हाल्छ यो पनिरले भन्दा होला होइन साथीभाइहरूले होइन गाइज यस्तै अब त्यस्तै पर्छ क्या बनाउनु जुन दिन भिडियो बनाउन अलिकति जोस चल्छ त्यही दिन ठ्याक्कै खाने कि फेरि त्यही हुनु जान्छ मेरो बुढीले पनि कति खाएको मासु भनेर होइन अनि त्यस कारण देख्न पुगिन्छ है साथीहरू अब खाएको भनेर देखाउन खोजेको छ होइन लगभग शनिबार प्रायः जस्तो खानमा मासु नै मगाइन्छ त्यस्तो हुन्छ है देखाएको चाहिँ होइन है के गर्ने साथीहरू तरकारी के खाने भन्ने हुन्छ क्या त्यो जस्तो तरकारी पनि के खाने भन्दा दिमाग खाने जस्तो हुन्छ लास्टमा मासु खाने भनिदिन्छु अनि फेरि मासु ल्याएर पकाइदियो गम्कियो त्यस्तो छ जिन्दगी त्यस्तै छ तपाईँहरूको कस्तो छ भन्नु होला भन्छु होइन कमेन्ट गरिदिनुहोस् माया गरिदिनुहोस् मन पराएर चाहिँ यसो ल भनेर यसो साथ सपोर्ट गरिदिनुहोस् भन्नु छ मेरो प्रिय मित्रजनहरूलाई होइन र मलाई चिन्ने हुने नहुने सम्पूर्ण साथीभाइहरूलाई पनि फेरि भन्छु मलाई सपोर्ट गरिदिनुहोस् माया गरिदिनुहोस् त्यही हो तपाईँहरूकै माया र साथ सपोर्टले नै केही गर्न सक्छु कि होइन केही हुन्छ कि भन्ने एउटा आशा छ त्यो आशालाई चाहिँ नमारिदिनुहोस् भन्न अब उता मोमो फ्राई पनि भन्छु यो चाहिँ दिउँसोको लागि नास्ता हो होइन अघि नै भन्छु साथीभाइहरू मैले यो चाहिँ दिउँसो नास्ता हो यसलाई चाहिँ मैले अलिकति मेरो साथीसँग सिकेको सिपलाई प्रयोग गरेर चाहिँ आज दिउँसो चाहिँ स्पेसल चिकन मोमोलाई चाहिँ चिल्ली मोमो बनाएर खाऊँ कि भन्ने विचार गरेको छु लस्सी कस्तो हुन्छ होइन रक गाइज ल गाइज अब म चाहिँ चामल हाल्न गएको छु खाना त पर्यो गएको हप्ता चाहिँ कक्रोच मारेर बसेको थियो गाइज होइन अहिले पनि कति कक्रोच छ ल गाइज मैले यहाँ राखेको चामल अब पखाल्छु यहाँ यस्तो छ है ल
ल फाइनल्ली मैले सबै कामहरू चाहिँ गरेँ साथीभाइहरू तरकारी पकाइसकेँ भात पनि बसालिसकेँ होइन अब त्यही छेनमा चाहिँ भात र तरकारी सँगै पाक्छ अनि आज शनिबार बुढाबुढी बस्ने हो ज्याममा खाने हो मेरो बुढीको कपडा अघि धोएर सकेको छैन भनेर भर्खर सुरु गरेको हुन् टाइम लागिहाल्छ होइन मिल्छ पखाल डर परिहाल्यो अब मिच्न धेरै कपडाहरू छ अब 2 दिनको हिजो र आजको अब मैले सघाउन सकिरहेको छैन आजभोलि कपडामा चाहिँ कपडा डिपार्टमा चाहिँ सघाइरहेको थिएँ पहिला आज धेरै नै भइसक्यो सघाएर कपडा नधोएको पनि अलि असक्तको कारणले गर्दाखेरि गर्नु पऱ्यो यहाँ रेडी भएको छ मेरो चुलोमा एकातिर मासु तरकारी छ भने अर्कोतिर भात पाक्दैछ है त अरू के भनौँ बुढी मेरो गाईहरूलाई भन्नुहोस् न केही कुराहरू भनिदिनुहोस् सुनाइदिनुहोस् ओ माई गड इङ्ग्लिस लिटल इङ्ग्लिस बेटर इङ्ग्लिस ओके हल्का मलाई त्यति बोल्न इङ्ग्लिस बोल्नु त्यति कन्फिडेन्ट नभएर होला र त्यति इङ्ग्लिस पढ्ने साथीभाइसँग सङ्गत नगरेर होला होइन आउँदैन इङ्ग्लिस बोल्नलाई इङ्ग्लिस कमजोरी छ हाम्रो अनि ओडहरू होइन हुन त नेपाली संवाद गर्नु त राम्रोसँग नजाने मान्छेले इङ्ग्लिसको कुरा के गर्नु ल त ल यति हो म बनाउँदै गर्छु है गाइस भिडियो ल एक सिटी त लाग्यो यो सानो गरिदिन्छु ग्यास अनि यस्तै एक्चुअली साथी मैले मासु पकाउँदा अलिक डढेको थियो मेरो गाउँ हप्ता होइन अहिले चाहिँ मैले सायद राम्रै बनाएको छु जस्तो लाग्छ हेर्नुहोस् त टक्क रातो रातो कलर आएको छ होइन हेर्दा पनि मिठो होला यसपालि त अस्ति त कालो डढेर अलिअलि नराम्रो भएको थियो अहिले त अलिक ठिक भएको जस्तो लाग्यो पकाउन जाने क्या मैले अलिअलि पकाउनु जाने जस्तो लाग्यो गाइस है अस्तिको गाउँको हप्ता चाहिँ मेरो अलिकति बिग्रिएको थियो कहाँ हालो भएको थियो टाइम नमिलेर कपडा भ्याइयो बुढी देख्दाखेरि त भ्याउनै लाएर रहेछ पखालेर चाहिँ एक बाल्टी भएछ यो कन्ना भिजाउन बाँकी छ होला यता कति छ यहाँ पनि धोएर सुकाइसकेको रहेछ पखाली तयार रहेछ ल म चाहिँ अब सुकाउनुतिर जानुपर्ने भयो गाएको थिएँ कपडा सुकाउनु लाग्यो अब लास्ट एउटा हाफ प्यान्ट धुँदै हुनुहुन्छ मेरो बुढीले पखाल्दै हुनुहुन्छ धोइसक्नुभयो धोएर पनि पखाल्दै हुनुहुन्छ त्यसपछि मेरो बुढीको यस्तो अवस्था देखेर मलाई साह्रै माया लागेको छ गाइस पैसा नभएर एउटा वासिङ मेसिन किन्न सकिनँ किस्ताबन्दीमा हानिदिनुपर्छ क्या यार जे पर्छ पर्छ आएन मुखमा लाउने माग छैन वासिङ मेसिन किन्ने तैँले घर जिन्दगी आउने कति पर्छ थाहा छ वासिङ मेसिन र वासिङ मेसिनको स्पेलिङ भन् त के हो आउँदा त आउँदैन भन्न ल हजुर नाटक बढी जस्तो यो वासिङ मेसिन भनेर एउटाले भन्थ्यो कि चर्तीकालाई नभन्न बुढी हकिकत भन्दैछु मैले हकिकत एउटा वासिङ मेसिन चाहिँ किन्नै मन लाग्छ तर पैसा नभएर किनेर गाई है कुनै पैसा कमाएपछि किनेर राखिदिन्छु बुढीलाई साह्रै गाह्रो भयो बुढीलाई यार कपडा धुनलाई 2 सेकेन्ड हुँदो रहेछ है मौसम एकदम फोरो छ है आइरन लगाएर हेर्नु पनि होइन ल कपडा सुकाएर आइसकेको होइन अब चाहिँ अनि मोबाइल पनि एकदम तातो थियो घाममा यहाँ लास्ट झन्डै पड्केला जस्तो भयो थियो अब चाहिँ
त्यसपछि फेरि भिडियो सुरु गरेछु खिच्नलाई हेर मोबाइलले चाहिँ होइन टेन्सन दिएको थियो मलाई अब भात खानु त होला नि होइन के गर्ने बुढी अब भात खान्छु म यता सुगर लाग्यो 11 कति बज्यो टाइम कति बज्छ 11:15 भएको छ ल अब भात खानुतिर लाग्यो है त हामी